काठमाडौँको भिडभाडदेखि पूर्वको सुन्दर सहर इटरीसम्मको यात्रा, तर यो कुनै साधारण यात्रा होइन। नमस्ते साथीहरू, आज म तपाईहरूलाई लैजाँदैछु नेपालको सबभन्दा व्यस्त र रोमाञ्चक हाइवेमा। आज हामी सगरमाथा एयरबसको आरामदायी क्याबिन सिटमा बसेर झन्डै 600 किलोमिटरको दूरी तय गर्दैछौँ। यो भिडियोमा तपाईहरूले देख्न पाउनुहुनेछ प्रिमियम क्याबिनको भित्री दृश्य, आँखा लोभ्याउने पहाडी र तराईका दृश्यहरू, हाइवेको थ्रिलिङ ओभरटेकिङ शट्स र साथै बाटोका रमाइला पलहरू। यदि तपाईहरूलाई पनि लामो दूरीको बस यात्रा मनपर्छ भने सिट बेल्ट बाल्नुहोस् र भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। ल है त, हाम्रो यात्रा सुरु भयो, लेट्स गो। साथीहरू, हामी कोटेश्वरबाट अघि बढिसकेका छौँ। यहाँ देख्न सकिन्छ रुद्रशक्ति, राधाकृष्ण र सुन्दर विराट एयरबसले पनि आफ्नो पेसेन्जर अनबोर्डिङ गर्नुहुँदैछ। हामी भने चाहिँ हाम्रो पेसेन्जरहरूलाई बोर्डिङ गरिसकेर हामी अघि बढिसकेका छौँ र यो रहेको छ कोटेश्वर बालकुमारीको दृश्य। निकै नै राम्रो देखिरहेको छ, साइडमा फुलहरू पनि फुलेको छ ढकमक भएर। अहिले हामी ग्वारको फ्लाइओभरमाथि हिँडिरहेका छौँ र यस्तै फ्लाइओभर अब एसियन हाइवे अन्तर्गत बिर्तामोड, दमक र इटरीमा पनि बन्ने क्रममा रहेका छन् र बनिसकेपछि कस्तो देखिन्छ त्यो अवश्य हेर्नुपर्नेछ र आशा गरौँ काम चाँडै नै हुनेछ। र अहिले चाहिँ हामी कलङ्की आइपुगिसकेका छौँ। यहाँनिर हामी केही बेर डिजल रिफिलिङको लागि रोकिनेछौँ र हाम्रो यात्रा अघि बढ्नेछ। अहिले चाहिँ हामी कलङ्कीबाट हिँडिसकेका छौँ र अगाडि चाहिँ हामी कर्मा एयरबस हेर्न सकिन्छ, जुन चाहिँ भर्खरै लन्च भएको छ। यो नि काठमाडौँ र काकडभित्रको रुटमै चल्नेवाला बस हो। र यहाँ हाम्रो अगाडि रहेको छ ग्रिन बिस्ट OnePlus एयरबस, जुनमा चाहिँ इनबिल्ट टोयलेट फेसिलिटी रहेको छ, जुन कुद्ने गर्दछ विराटनगर काठमाडौँ रुटमा। र अगाडि हामी देख्न सकिनेछ सुपा VIP बस, जुन धनगढी काठमाडौँमा चल्ने गर्दछ। पश्चिमको एकदमै रिनाउन्ड ब्रान्ड हो यो पनि। ल, अब चाहिँ हाम्रो यात्रा सुरु भएको छ। हामी नागढुङ्गाबाट ओह्रालो लाग्दैछौँ। अगाडि हेर्न सक्छ धरानको OnePlus बस पनि गइरहेको छ। साथीहरू, यो चाहिँ रहेको छ नागढुङ्गा सुरुङ मार्गको लागि अगाडि बनाइएको सेफ्टी वाल र साथै यो चाहिँ रहेको छ इमर्जेन्सी टनल र त्यसकै लेफ्टमा हेर्न सकिन्छ मेन टनल। यहाँबाट चाहिँ गाडीहरू जानेछन्।
यो सुरुङ मार्ग चाहिँ अब साउनदेखि खुल्ने कुरा छ। अब हेरौँ के हुनेछ। र यो नागढुङ्गादेखि नौबिसेसम्मको भर्खरै अगाडि देख्न सकिन्छ गाडीबाट कसैले प्लास्टिक फाल्नु भएको छ। कृपया तपाईहरु यसरी प्लास्टिक चाहिँ नफाल्नु होला। तपाईहरुको गाडीभित्र डस्टबिन हुन्छ, डस्टबिनमै राख्नु होला। यसरी बाहिर फालेर प्रदूषण नगरिदिनु हुन अनुरोध गर्दछौँ। र म के भन्दै थिएँ भने यो नागढुङ्गादेखि नौबिसेसम्मको सडक खण्ड चाहिँ लगभग सबै ठाउँमा पिच भइसकेको छ, कति ठाउँमा फाइनल पिच पनि भइसकेको छ। यसरी नै बाटो राम्रो हुने हो भने यात्रा निकै सुरक्षित र आरामदायी हुने थियो। आशा गरौँ नयाँ सरकारले चाँडै यो बाटो सम्पूर्ण रूपमा पिच गर्नेछ। गाइज हामी चाहिँ OnePlus को पछि निरन्तर रूपमा अगाडि बढिरहेका छौँ र यो अगाडि हेर्नु चाहिँ एकदम राम्रोसँगले हाम्रो गुरुजीले एकदम प्रपर गियर डाउन गरेर हर्न बजाएर एकदम क्लिन ओभरटेक गर्नुभएको छ। यस्तो सडकमा प्रोफेसनल ड्राइभरहरूको स्किल देख्दा छुट्टै आनन्द आउँदछ। यहाँ OnePlus चाहिँ भर्खरै हाम्रोभन्दा अगाडि ओभरटेक गरेर गइसकेको छ। हामी चाहिँ यहाँ केही सामान झार्नु परेकाले रोकिएका छौँ र हाम्रो यात्रा फेरि अगाडि बढिसकेको छ। अगाडि देख्न सकिन्छ उत्तरगङ्गा एयरबस जुन चाहिँ काठमाडौँ पोखरामा चल्दछ। हामी त्यसको पछि हिँडिरहेका छौँ। बाटो साँघुरो तथा टर्निङ भएकाले ओभरटेक गर्न सकिरहेका छैनौँ। ल साथीहरू, अब हामी उत्तरगङ्गालाई पछाडि छोडेर हामी अगाडि बढिसकेका छौँ। यहाँ राम्रोसँगले ओभरटेक भएको छ, हेर्न सक्नुहुनेछ। साथीहरू, अहिले चाहिँ लगभग काठमाडौँबाट हिँडेको 1 घन्टा पछाडि हामी नौबिसे बजार आइसकेका छौँ। यो एकदमै महत्त्वपूर्ण बजार रहेको छ। यदि यहाँदेखि हामी लेफ्ट जाने हो भने चाहिँ बाई रोडको बाटो हुँदै हेटौँडा निक्लिन सकिनेछ भने हामी सिधा मुङलिङ हुँदै अगाडि बढ्नेछौँ। अहिले समय ठ्याक्कै 5:40 भएको छ। यहाँनिर केही बेर गाडी नास्ता खुवाउनको लागि रोकिएको थियो र सम्पूर्ण प्यासेन्जरहरूले नास्ता खाइसक्नु भएको छ। र साथीहरू, असली यात्रा चाहिँ अब सुरु हुनेछ, त्यही भएर कृपया अन्तिम समय हेरेर साथ दिनुहोला। र अगाडि देख्न सकिन्छ विराटनगर रुटमा कुद्ने OnePlus एयरबस जुनमा चाहिँ बसमै वासरुमको सुविधा रहेको छ। साथीहरू, अहिले हाम्रो फ्रेममा हुनुहुन्छ आजको हेटौडासम्म स्टियरिङको कमान्ड सम्हाल्ने गुरु हाम्रो अर्जुन गुरु। उहाँ पहिले मेट्रो कोशी गाडी पनि कुदाइसक्नु भएको छ। अगाडि हाम्रो फ्रेममा रहेको छ न्युली लन्च्ड कर्मा एयरबस जुनले पनि खाजा खुवाइसकेर अब यात्रा सुरु गर्न आँटेको देख्न सकिन्छ। हामी चाहिँ अगाडि बढ्दैछौँ। यात्रा हाम्रो निरन्तर अघि बढिरहेको छ र यसै बिचमा अगाडि देख्न सकिन्छ घाम अस्ताउन लागेको दृश्य। र यस्तै दृश्य क्याबिनमा बसेर हेर्दै जान कतिजनालाई मनपर्छ, प्लिज कमेन्ट डाउन। साथीहरू, अहिले चाहिँ हामी आइपुगेका छौँ कल्ची बजार। यो पनि एकदमै महत्त्वपूर्ण व्यापारिक सहर भन्न मिल्दछ। यदि यहाँबाट हामी यो राइट हुँदै जाने अगाडि बढ्ने हो भने हामी चाइना बोर्डर र स्वगढी पुग्न सक्नेछौँ। यहाँबाट निकै नजिक पर्दछ।
गाइज अब चाहिँ बाटो निकै खत्तम बाटो आइपुगेको छ। अघिसम्म बाटो निकै राम्रो थियो भने अहिले चाहिँ खेडाङखुडुङ पिच पनि नभएको बाटोमा अगाडि बढ्नु परिरहेको छ र साथमै तपाईँहरू साइडमा देख्न सक्नुहुन्छ त्रिशुली नदी जुन निरन्तर बगिरहेको छ। हामी पनि हाम्रो यात्रा निरन्तर अघि बढाइरहेका छौँ। साथीहरू अहिले हाम्रो पछि आइरहेको बस चाहिँ न्यू कोशी एयर बस रहेको छ जुन धरान काठमाडौँ रुटमा चल्ने गर्दछ र तपाईँहरू कतिजनाले यो बसमा ट्राभल गर्नुभएको छ कृपया कमेन्ट गर्नुहोला। एज वी क्यान सी इन फ्रन्ट अफ अस इज अग्नि डिलक्स जुन चाहिँ पहिले भद्रपुर रुटमा चल्ने गर्दथ्यो तर अहिले भने चाहिँ काठमाडौँ बुटवल भैरवा सुनौलीसम्म कुद्ने रहेछ। साथीहरू अहिलेसम्म हामीले लगभग 60 किलोमिटर कभर गरिसकेका छौँ किनभने अब मुङलिङ यहाँबाट मात्र 40 किलोमिटर रहेको छ र साथै यदि यो पुल पार गरेर जाने हो भने धादिङ पुग्न सकिनेछ, सिधा जाने हो भने मुङलिङ पुल। साथीहरू अहिले चाहिँ हामी मलेखु बजार इन्टर गरिसकेका छौँ। यो बजार चाहिँ निकै प्रख्यात रहेको छ विशेष गरी विभिन्न प्रकारका माछाका परिकारहरूको लागि। सो इफ यु आर ट्राभलिङ अन दिस रुट प्लिज गिभ इट अ ट्राई एन्ड लेट अस नो इन द कमेन्ट वाट डु यु थिङ्क अबाउट देम। हाम्रो अगाडि चाहिँ अहिले जय भोले बाबा भन्ने गाडी गइरहेको छ जुन चाहिँ धनगढी जाने रहेछ। हामी त्यसको पछाडि निरन्तर रूपमा पछ्याइरहेका छौँ। साथीहरू यहाँ देख्न सकिनेछ भोले बाबा बसलाई ओभरटेक गर्ने प्रयास भएको छ तर त्यो प्रयास असफल भएको छ। फुलपाती भागेर मनोकामना। अहिले चाहिँ हामी ठ्याक्कै मनोकामना गेटमा आइपुगेका छौँ साथीहरू। यदि यहाँबाट तपाईँहरू मनोकामना जानुहुन्छ भने केवल काठ चढेर जान सक्नुहुनेछ। जय मनोकामना माता। साथीहरू अहिले चाहिँ हामी मुङलिङ बजार प्रवेश गर्न लागेका छौँ। काठमाडौँबाट हिँडेको लगभग 4 घण्टापछि हामी यहाँ आइपुगिसकेका छौँ। खास गरी मुङलिङ बजार चाहिँ एकदमै महत्त्वपूर्ण बजार रहेको छ। यहाँबाट काठमाडौँ र पोखरा जाने बाटो छुट्न छन् त्यही भएर पनि यो एकदम ट्रान्जिटको रूपमा काम गर्ने गर्दछ यो सिटीले। अहिले चाहिँ हामी मुङलिङको यो मेन पोइन्टमा आइपुगिसकेका छौँ। यहाँबाट 2टा बाटोहरू छुट्छन्। यदि हामी यहाँबाट लेफ्ट लाग्ने हो भने चाहिँ हामी चितवन हुँदै काकरभित्र जान सकिन्छ भने यदि हामी राइट लाग्ने हो भने चाहिँ पोखरा हुँदै मुस्ताङसम्म जान सकिनेछ यो बाटो हुँदै।
गाइज अहिले चाहिँ हामी यो ट्विन खोलाको नजिक आइपुगिसकेका छौँ। यो पुल पारी गर्न साथ पारी देख्न सकिन्छ एउटा भिर जहाँ चाहिँ रेगुलर पहिरो जाने गर्दछ। यसको पहिरो जाने जोखिम एकदमै हाई छ, त्यही भएर यहाँबाट हिँड्दाखेरि चाहिँ एकदम सावधानी पूर्वक हिँड्न म चालक जनहरूलाई अनुरोध गर्दछु। र भर्खरै यहाँ 5 पोखरी एयरबसले हामीलाई ओभरटेक गरेर अगाडि बढेको छ। मुङबाट छुटेको चाँडै समयमा हामी चितवनको रामनगर आइपुगिसकेका छौँ र यहाँ देख्न सकिन्छ पिफा एयरबसले खाना खुवाउँदैछ यहाँनिर। गाइज ल यहाँ हाम्रो रक्षक एयरबससँग भेट भएको छ र हामी अब रक्षक एयरबसलाई पछ्याउन अघि बढ्नेछौँ र जहाँ मिल्नेछ त्यहाँ हामी ओभरटेक पनि गर्नेछौँ। साथीहरू र अहिले चाहिँ हामी ठ्याक्कै चितवनको आपटारी भन्ने ठाउँमा आइसकेका छौँ। यहाँबाट दुईवटा बाटो छुट्दछन्, एउटा चाहिँ यता बाइपास हुँदै निक्लन सकिन्छ पारस पस्पाक पनि, अर्को चाहिँ हामी सिधै नारायणगढको पुलतिर निक्लिनेछ जुनमा चाहिँ म्याक्सिमम् पश्चिमका गाडीहरू जाने गर्दछन् र हाम्रो पूर्वको गाडीहरू चाहिँ यहाँबाट लेफ्ट लिएर बाइपासको बाटो हुँदै अघि बढिनेछ। गाइज यहाँ रक्षक एयरबसलाई अब ओभरटेक गर्ने वातावरण देखिएको छ। हेरौँ ओभरटेक हुन्छ कि नै। यहाँ हाम्रो गुरुले लेफ्ट लेनबाट ओभरटेक गर्ने प्रयास गर्नुहुँदैछ र अहिलेको लागि त्यो प्रयास असफल भएको छ। ल गाइज अब रक्षक एयरबसलाई हामीले फाइनली ओभरटेक गर्न सफल भएका छौँ। यहाँ हाम्रो गुरुले निकै नै सेफ्टीका साथ ओभरटेक गर्नुभएको छ। निकै नै राम्रो र स्मुथ ओभरटेक छ यो र अगाडि रहेको छ यो चितवनको बाइपास रोडको दृश्यहरू। साथीहरू अहिले चाहिँ हामी चितवनको पारस पस्पाकबाट करतिर अघि बढ्दैछौँ र 5 पोखरीको एयरबस पनि यहीँ देख्न सकिनेछ। रक्षक 5 पोखरी र हामी सगरसँगै अगाडि बढ्दैछौँ र यो 5 पोखरीलाई पनि अब ओभरटेक गरेर हामी अघि बढ्दैछौँ।
गाइज अहिले रातिको ठ्याक्कै 10 बजेको छ र यतिखेर हामी यहाँ लोथरमा खाना खान रोकेका छौँ। यहाँ देख्न सकिन्छ राधाकृष्ण एयरबस, सगरमाथा र कर्मा एयरबससँगै यहाँ खाना खानका लागि रोकिएका छौँ। नाउ अगेन वी आर ब्याक अन द रोड आफ्टर अ सर्ट ब्रेक र अगाडि देख्न सकिन्छ मितेरी एयरबस जाँदै गर्दैछ र उताबाट आएको छ जनकपुरको रुद्राक्ष एयरबस, साथसाथै त्यसको पछाडि रहेको छ प्रेम रतन एयरबस पनि। हामी चाहिँ अगाडि बढ्दैछौँ र यतिकैमा त म तपाईहरुलाई भन्न चाहन्छु कि मितेरी एयरबस निकै नै पुरानो र भरपर्दो कम्पनी रहेको छ। पूर्वमा सर्भिस निकै समयदेखि दिँदै आइरहेको छ। कतिजनाले तपाईहरुले मितेरी एयरबस चढ्नु भएको होला पुरानो समयमा। यदि छ भने तपाईको केही मेमोरी छ भने प्लिज कमेन्ट इट डाउन। साथीहरु अहिले चाहिँ हामी एउटा कटिसकेर चुरियामाई मन्दिर क्षेत्र आइसकेका छौँ। यो रहेको छ हाम्रो लेफ्ट साइडमा चुरिया मन्दिर, तपाईले देखिहाल्नुभयो। साथीहरु हामी मितेरी एयरबसलाई ओभरटेक गरिसकेका छौँ र अगाडि बढ्दैछौँ र यतिकैमा अगाडि देख्न सकिन्छ निकै नै ठुलो जाम लागे जस्तो छ यहाँनिर हेर्दाखेरि। यो दृश्यहरू हेर्दाखेरि के देख्न सकिन्छ भने जाम निकै नै लामो छ र निकै नै अगाडिदेखि लागेको जस्तो छ। फाइनली गाइस जाम खुलेको छ र जाम चाहिँ यो ट्रक बिग्रेका कारणले लागेको रहेछ, जसले गर्दाखेरि निकै नै लामो जाम लागेको थियो।
अहिले चाहिँ हामी निकै नै रफ्तारका साथ अघि बढिरहेका छौँ। देख्न सकिनेछ हामी नियरली 100 km/h को स्पिडमा अघि बढिरहेका छौँ। साथीहरू अहिले चाहिँ हामी ठ्याक्कै पत्लैया भन्ने ठाउँमा आइपुगिसकेका छौँ। यहाँबाट नि दुईवटा बाटोहरू छुट्नेछ। एउटा बाटो सिधा जाने हो भने चाहिँ हामी वीरगञ्ज नाका पुग्न सकिनेछ भने यदि यहाँबाट हामी लेफ्ट लिएर चाहिँ हामी हाम्रो गन्तव्यतर्फ अघि बढ्नेछौँ। उताबाट आइरहेको छ मेरो एयरबस जुन चाहिँ धरान काठमाडौँ रुटमा चल्ने गर्दछ। साथीहरू यहाँ फेरि दोस्रो पटक हाम्रो मितेरी एयरबससँग भेट भएको छ र मितेरी एयरबसभन्दा अगाडि जाँदैछ कर्मा एयरबस। साथीहरू अहिले चाहिँ हामी यो सर्लाहीको चेक पोइन्टमा रहेको छ र यतिकैमा उताबाट आइरहेको छ हाम्रो सगरमाथाको जोडा बस 7557।
गुड मर्निङ साथीहरू, बाजेको पेडा भन्ने ठाउँमा छौँ हामी अहिले। यहाँनिर हामीले नास्ता खायौँ, एकछिन फ्रेस भयौँ र त्यो सकिसकेर अब हामी यहाँबाट निक्लिन लागेको। र अहिले चाहिँ हाम्रो फ्रेममा हुनुहुन्छ शम्भु गुरुजी। उहाँ चाहिँ निकै नै पुरानो, भरपर्दो र विश्वासिलो ड्राइभर हुनुहुन्छ। उहाँ निकै समयदेखि यस गाडी लाइनमा काम गर्दै आइराख्नु भएको छ। साथीहरू, अहिले चाहिँ हामी कोशी ब्यारेज आइपुगिसकेका छौँ। यो चाहिँ मध्य प्रदेश र कोशी प्रदेश छुट्याउनको लागि एउटा बोर्डर जस्तो रूपमा नि काम गर्दछ। पूर्ववासीहरू सबैले यो ठाउँ नचिन्न त कुरै भएन। र उता काठमाडौँबाट आफ्नो घर फर्किँदाखेरि यो कोशी ब्यारेज कटिसकेपछि चाहिँ आफ्नै घरै आए जस्तो फिल हुने चाहिँ कतिजनालाई हुन्छ? प्लिज कमेन्ट इट डाउन। र अहिले चाहिँ कोशी ब्यारेजमा पानी निकै बढेको जस्तो देखिन्छ। उता पहाडतिर निकै पानी परे जस्तो छ। यता पनि पानी 3-4 दिनदेखि परि नै रहेको छ लगातार। यस कारणले गर्दाखेरि कोशीमा बहाव अलिकति बढेको देख्न सकिन्छ।
साथीहरू अहिले चाहिँ हामी यो दक्षिणकाली आयल स्टोर्स जुन चाहिँ इनौराभन्दा अलिकति अगाडि पर्छ त्यहाँ आइसकेका छौँ। यहाँ चाहिँ एकछिन गाडी डिजल भर्नको लागि रोकिनेछ र यो चाहिँ रहेको छ सगरमाथा एयरबसको साइड भ्यू लाइब्रेरी जुन चाहिँ निकै राम्रो देखिरहेको छ र यो चाहिँ रहेको छ झुम्का बजार जुन इटरीभन्दा लगभग 7-8 किलोमिटर अगाडि पर्दछ। यहाँबाट इटरी धेरै टाढा छैन। अब हामी लगभग इटरी आइपुग्न आँटिसकेका छौँ। र साथीहरू यो चाहिँ रहेको छ हाम्रो इटरी बस पार्क र अगाडि देख्न सकिन्छ मेरो बस जुन चाहिँ हामीभन्दा अलिकति अगाडि मात्रै आएर यहाँ रोकिरहेको छ र मेरो यात्रा आज यहीँ बस पार्कमा टुङ्गिनेछ। आई विल सी यू अन नेक्स्ट ब्लग। हस्त बाई बाई, टेक केयर।